हेलो नमस्ते गाङ। अब हामी चाहिँ जान आँटेको छौँ होइन, एउटा स्पेसल ठाउँ। अलिक किन रिभिल गर्नु, स्पेसल ठाउँ जान लाग्यो होइन। हेर्दै गर्नु होला, भ्लगमा बस्दै गर्नु होला। अहिले चाहिँ धेरै बोल्न पाइनँ किनभनेदेखि म वेटिङ गरिरहेको छु मेरो सिस्टरको। अहिले चाहिँ खतरनाक बोल्नुपर्छ, हेर्नु नि पर्छ। खतरनाक सिट आउँदैछ है त। अनि गाइज अहिले चाहिँ हामी यहाँनिर पार्किङ गरिदिइराखेका छौँ। दामी छैन पार्किङ गर्ने ठाउँ पनि एकदम। हामीले घोडा यहाँ राख्यौँ, अब हामी पनि लाग्दिन्छौँ है त माथि। मैले चाहिँ हेलमेट यहीँनिर राख्ने उयो गरेँ होइन, निर्णय गरेँ। तर यहाँ के लेखेको रहेछ भन्दाखेरि चाहिँ हेलमेट हराएमा व्यवस्थापन जिम्मेवार हुने छैन भनेपछि त गाह्रो पऱ्यो, साह्रो पऱ्यो। चस्मा लगाएपछि त हामी पनि हेर्छौँ देखिन्छ नि फेरि गाइज होइन। लाइटमा हल्का टाइम ल बस्दै गर्नु, हेर्दै गर्नु, आउँदै गर्छ यता ब्लग। अनि हाम्रो चुनुमुनु हिरोहरू छ होइन, टुकुस हानु न, टुकुस होइन। भ्लग चलिरहेको छ नि त, चलाउनै पर्यो होइन। यस्तो छ गाइज, अब हामी माथि जान्छ है त। अब चाहिँ गाइज तपाईँहरूलाई म देखाउँछु होइन, देखिराख्नै भएको होला हुन थियो। मैले त धेरै नै देखेको, त्यही पनि देखाइदिउँ न सर। र माथि गएको ल, वेट जाँदैछ। यहाँबाट खस्यो भने गयो, द्याट्स इट, काम दामा। यस्तै छ गाइस, हामी हुन्छ, हामी पनि हेर्न त्यहीजना हालेको। श्री एडन अब हामी चाहिँ ग्याङ भएर जाँदैछौँ होइन। विराज भट्ट कुन चाहिँ हो? विराज यो होइन, विराज भट्ट गाइस, विराज भट्ट। अनि यता चाहिँ श्री एडन। बक्स अफिस यस्तो रहेछ गाइस यहाँनिर चाहिँ है, एकदम दामी बबाल ठाउँ रहेछ। फुड कोर्ट यहाँनिर रहेछ, सिटी सेन्टरको फुड कोर्ट होइन। दुबई मलको फुड कोर्टहरू पनि मैले देखाएको छु। भ्लग चेक गर्नु पऱ्यो, जानु पऱ्यो, हेर्नु पऱ्यो। छैन गाइजहरू के लाइक कमेन्ट सब्सक्राइब गर्नु पऱ्यो होइन, चिल हान्नु पऱ्यो। यस्तै छ, यस्तो दामी छ है त, बिग मुभी। अघि चाहिँ हामी गाइज गलत ठाउँमा पुगेछौँ होइन। अनि अहिले चाहिँ हामी सही ठाउँमा आएको छौँ, नयाँ ठाउँमा, अर्को ठाउँमा। यो ठाउँको नाम चाहिँ के हो भनेर मलाई थाहा छैन, बिस्तारै थाहा हुन्छ। हेर्दैछौँ के छ है त, लेट्स गो। सफा गर्नको लागि होला सायद, क्लिनिङको लागि तारहरू टाँगिरहेको रहेछ। खोल्न नि कत्रो टाइम लाग्यो हो। जाँदैछ, हेर्न जाँदैछ। तर यो मेरो चाहिँ के भन्छ, घन्टीले गर्दा अलिकति अप्ठ्यारो लाग्ने कि अरू भन्दा नि गाह्रो लाग्ने। यस्तै छ गाइस, ट्रेलर दामी हुन आँटेको छ, हेर्न सक्नुहुन्छ। बेलुनहरू पनि छ होइन, मान्छेहरू पनि डरो छ यहाँनिर चाहिँ। यस्तै छ ल गाइस, घुम्दैछौँ। राख्नुहुन्छ, त्यस पछाडि हामी कार्यक्रम सुरुवात गर्नेछौँ। धेरै धन्यवाद यहाँहरूलाई। कस्तो भइरहेछ गाइस यहाँनिर चाहिँ। बस चिनेको मान्छेहरू तपाईँहरूले देख्दै हुन्छ होला गाइस है, हेर्न सक्नुहुन्छ। हामी पनि यतै हो। राम नाम सत्य ट्रेलरलाई हेर्नु है।
हाम्रा क्यामेराहरू सहज छन् भने तपाईँहरूले कफी खाइसक्नुभयो, पपकर्न पनि खाइसक्नुभयो भने चाहिँ अब हामी औपचारिक रूपमा कार्यक्रम सुरुवात गर्ने तयारीमा छौँ। तर यहाँहरूको स्थान र सहज भइदियोस् भन्ने मेरो अपेक्षा हो। चलिरहेको छ गाइस। बस्दै गर तिमी, तिम्रो रिल्सको लागि त्यति धेरै मेहनत नगर। अझै पर म अगाडि जाने कि यता अगाडि जाने कि अगाडि खेल्छ नि अनि हामी चाहिँ गाइस राम नाम सत्यको ट्रेलर इभेन्टमा आएको छौँ होइन, सही हेर्नको लागि। ओके, अब चाहिँ हामी औपचारिक रूपमा कार्यक्रम सुरुवात गर्दैछौँ। यहाँहरूको धैर्यता, यहाँहरूको प्रतीक्षालाई हामी हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तोकिएको समयभन्दा त्यति धेरै आएको छ। हाम्रो ट्रिजर, पोस्टर सबै कुरालाई रुचाइरहनु भएको छ र आज चाहिँ फाइनल्ली हामी ट्रेलर रिलिज गर्दैछौँ। ट्रेलरको लागि हामी अत्यन्तै धेरै एक्साइटेड रहेका छौँ र अर्को खुसीको खबर चाहिँ चैत्र महिनाको 27 गतेबाट यो चलचित्रले सोलो रिलिजको अवसर पाएको छ। सो यो सोलो रिलिजको फाइदा पनि हामीले उठाउन सक्छौँ भन्ने अपेक्षा लिएका छौँ। माइकल इन्टरटेनमेन्ट हाउसको पहिलो प्रस्तुति चलचित्र राम नाम सत्यको डिरेक्टर माइकल चन्दजीलाई म अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यो उहाँको क्रिएसन, उहाँको कथा र उहाँको निर्देशनमा बनेको पहिलो चलचित्र हो, उहाँको सपना हो। उहाँले आफ्नो सपनालाई चलचित्र मार्फत साकार पार्नु भएको छ। माइकलजीलाई धेरै धेरै बधाई, शुभकामनाको साथमा अगाडि आइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। एउटा निर्देशकको सपनालाई हौसला स्वरूप त्यो सपना पुरा गर्नको लागि निर्माताहरूको एकदमै ठुलो हात हुन्छ। हामीसँग निर्माताको जम्मो टोली रहनु भएको छ। जो उपस्थित रहनु भएको छ उहाँहरूलाई अगाडि आइदिनको लागि अनुरोध गर्दछु र जो उपस्थित हुनुहुन्न उहाँलाई यही छ, तर उहाँलाई यो स्थानमा पुग्नको लागि उहाँका सफलता असफलता व्यावसायिक र व्यक्तिगत जीवनका हरेक यात्राहरूमा साथ दिने भाउजू यो चलचित्रको निर्माता हुनुहुन्छ। नाम चाहिँ दाइले बोलाउनुहुन्छ, के भनेर बोलाउनुहुन्छ? श्वेताजी। यस्तो औपचारिक हुन्छ बुढाबुढी बिचमा पनि। श्वेता बिमाली हाम्रो माइकलजीको अर्धाङ्गिनी हुनुहुन्छ। यो चलचित्रको निर्माता श्वेताजीलाई म अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु। चलचित्रको सहनिर्माताको रूपमा तेजराज चतौरजी र दमन बहादुर चन्दजी हुनुहुन्छ। उहाँहरू पनि यदि उपस्थित हुनुहुन्छ भने अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। चलचित्रको कार्यकारी निर्मातामा किशोर भट्टजी, राजेन्द्र भट्टजी र अर्जुन सुनारजी हुनुहुन्छ। उहाँहरूलाई पनि अगाडि आइदिनको लागि हार्दिक अनुरोध गर्दछु। यो टिम हो, यो सुरुमा जमेको टिम हो, निर्माता र निर्देशकको टिम। यो टिमले देखेको सपनामा धेरै ठुलो समस्या भएन। अब चाहिँ हामी कलाकारको नाम लिन्छौँ। यदि मैले कसैलाई हाम्रो टिमको तर्फबाट धन्यवाद सहित सम्झिएका छौँ। तपाईँले हाम्रो चलचित्रलाई दिनुभएको योगदान, तपाईँहरूको मेहनत र तपाईँको परिश्रमको रिजल्ट हो आज चलचित्र राम नाम सत्यको ट्रेलर। धेरै धेरै धन्यवाद यहाँहरूको लागि। अब चाहिँ म चलचित्रको कलाकारहरू यहाँलाई चिनाउनतर्फ अगाडि लाग्छु। म बोलाउँछु। पछिल्लो समय एकदमै धेरै रुचाइएको छ उहाँलाई, उहाँका एक्सनहरूलाई दर्शकले रुचाइरहनु भएको छ। पछिल्लो समयको एक्सनको स्टार सुशील श्रेष्ठ, सुशीलजीलाई म अगाडि बोलाउँछु। उहाँको साथमा दिव्या रायमाझी, सुपुष्पा भट्टलाई पनि सँगै आइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। यो चलचित्रमा नेहा आर्यल शाहको पनि अभिनय रहेको छ। उहाँलाई पनि अगाडि आइदिनको लागि म हार्दिक अनुरोध गर्दछु। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीज्यू, उहाँलाई मैले सम्झिएको छु। उहाँ विशेष कारणले उपस्थित हुन सक्नु भएन। यो चलचित्रको प्रमुख मध्येको एक कलाकार हुनुहुन्छ। त्यस्तै म सुधीर श्रेष्ठजीलाई पनि अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यो चलचित्रको कलाकार कनिज कोइरालाजी, मोहन ठुलो हल्ला होस् भन्ने अपेक्षा हामीले गरेका छौँ। यहाँलाई धेरै धेरै धन्यवाद। ठिक छ, धन्यवाद। यो सँगसँगै आज उपस्थित रहनुभएका तपाईँ सम्पूर्ण व्यक्तित्वहरूलाई धेरै धेरै धन्यवाद। चलचित्र पत्रकार सङ्घ नेपाल चित्र क्षेत्रमा लामो समय योगदान दिनुभयो। सयौं चलचित्रमालाई गुमायौँ। उहाँ सँगसँगै चलचित्र पत्रकार सङ्घ नेपालका निवर्तमान अध्यक्ष दिनेश चिटौलालाई पनि हामीले गुमायौँ। यी दुई व्यक्तिले नेपाली चलचित्र क्षेत्रमा दिनुभएको योगदान सायद मैले तपाईँहरूलाई भनिराख्नु पर्दैन, मभन्दा धेरै तपाईँहरू ज्ञाता हुनुहुन्छ। उहाँहरू दुवैजनाको सङ्गत गर्ने व्यक्तित्वहरू पनि यहाँ नै हुनुहुन्छ। उहाँहरू दुवैजनालाई हाम्रो तर्फबाट अन्तिम श्रद्धाञ्जली दिँदै 1 मिनट मौन धारण गर्नेछौँ। त्यस पछाडि हामी अन्य कार्यक्रमहरूमा सरिक हुनेछौँ। यहाँहरूको अब 1 मिनट मौन धारणको लागि यहाँहरूको उपस्थितिको लागि म हार्दिक अनुरोध गर्दछु। समय सुरु।
र मेरो व्यक्तिगत तर्फबाट हार्दिक नमस्कार। आज हामी हाम्रो सिनेमा राम नाम सत्यको ट्रेलरको अनावरण गर्दैछौँ। त्यस उपलक्ष्यमा यो बानेश्वर स्थितको हाइब्रिक्स मलमा उपस्थित भएर हाम्रो ट्रेलरको लागि व्यग्र प्रतीक्षा गरेर हाम्रो ट्रेलर अनावरण कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा अगुवा मलाई त्यो अगुवा जुधै चाहिन्छ। अन्याय विरुद्धको योद्धा हुँ म, पर्दा पछाडिको पर्दा हुँ। मेरो माया सधैँ हजुरको छाया बनिरहनेछ। मसँग सुन्ने समय छैन, तसँग त समय छैन। यसको बाडीमा प्लाट भन्दा धेरै बुलेट फ्लोट हो। बुलेट बन्ने बारुद र एक जन्माउने खानी हुँ म। न्यायको अन्तिम बाटो राम नाम सत्य। खेलका असली खेलाडीहरू त पर्दा पछाडि छन्। बबाल बबाल हामी जन्मजात नै सिकारी हौँ, सिकारी। पुरै दैलेख मलाई चाहियो। पेट्रोल खानी माथि हुर्केको यो ज्वालाले जिस्क्यायो भने तमीहरूको खरानी पनि नभेटिएला। धागो भन्दा बढी मायाले बुनेको यो गलबन्दी, मेरो न्यानो माया जही बेला पनि बाउच्या साथ हुँदछ। अगुवा मलाई त्यो अगुवा जुधै चाहिन्छ। अन्याय विरुद्धको योद्धा हुँ म, पर्दा पछाडिको पर्दा हुँ। मेरो माया सधैँ हजुरको छाया बनिरहनेछ। मसँग सुन्ने समय छैन, तसँग त समय नै छैन। यसको बाडीमा प्लाट भन्दा धेरै बुलेट फ्लोट हो।
बुलेट बन्ने बारुद र एक जन्माउने खानी हुँ म। न्यायको अन्तिम बाटो राम नाम सत्य। खेलका असली खेलाडीहरू त पर्दा पछाडि छन्। बबाल दामी छ गाइस, हेरिदिनु पर्यो, सपोर्ट गरिदिनु पर्यो। यस्तै छ है त सन्चै दामी छ गाइस, दामी छ। हेर्नु पर्यो है त, सपोर्ट हान्नु पर्यो। अब यतिको ताली बजिसके पछाडि तपाईँले ट्रेलर हेरिसक्नुभयो। चैत्र 27 गतेबाट अल नेपाल रिलिज हुँदैछ। मैले अघि पनि यहाँलाई जानकारी गराएँ, यो चलचित्र एकल प्रदर्शनमा आउँदैछ। सो एकल प्रदर्शन यो उहाँको पहिलो चलचित्र हो। अब के भन्न मन लाग्यो, बाँकी कुराहरू माइकलजी। नमस्कार सम्पूर्णमा। सर्वप्रथम मलाई यो चलचित्र एक अलि 4 बजी सेटमा पुग्ने हाम्रो डिओपी मानकृष्ण सर लगायत सम्पूर्ण टिम, अब त्यो हाम्रो विदुषी बहिनी थुप्रै सबै यो कस्तो थियो भनेपछि मैले चलचित्र एकदमै राम्रोसँग सफल भयो। त्यसमा हाम्रा अग्रज दाई विराज दाईको पनि ठुलो एक्सपिरियन्सले हामीले मार्गदर्शन राम्रो पायौँ। अब तपाईँहरूको अब जनताले बोल्ने हो, हामीले यस्तो छ उस्तो छ भन्नु हुँदैन। र अब मैले त बोल्नुभन्दा पनि अब चलचित्र बोलोस् भन्ने चाहना हो। धन्यवाद। चैत 27 पछि चलचित्र बोल्छ। बाँकी यहाँहरूका केही जिज्ञासा छन् भने एकैछिन पछाडि निर्देशकको रूपमा उहाँले तपाईँका सवालका जवाफहरू दिनुहुनेछ। अब चाहिँ हामी आफ्नो अनुभव अनुभूति, अब चाहिँ सुपुष्पा भट्ट। नमस्कार सबैजनालाई, यहाँसम्म आइदिनु भयो हाम्रो ट्रेलर रिलिजको इभेन्टमा। त्यसको लागि सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहेँ। फर्स्ट अफ अल एक्सपिरियन्स भन्दा पनि म थ्याङ्क यूबाट स्टार्ट गर्न चाहन्छु है। थ्याङ्क यू टु माई डिरेक्टर फर्स्ट अफ अल त होइन, माइकल दाईले चाहिँ मलाई यस्तो राम्रो क्यारेक्टर दिनुभयो ट्रस्ट गरेर, अनि मैले गर्न सकेँ कि भन्ने लाग्छ होइन कता कता। त्यही भएर थ्याङ्क यू माइकल दाईलाई, हाम्रो प्रड्युसर टिमहरूलाई, सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहेँ। यति राम्रो टिममा काम गरेँ मैले, विराज दाई, सुशील, अब दिव्यादेखि लिएर हाम्रो सबैजना। एउटा सिङ्गो हात भनेको विराज भट्ट हो। उहाँहरू दुईजनाको बिचमा राखेर विराज दाईको कुरा सुन्न मन लाग्यो। दाई प्लिज हजुर सेन्टरमा, उहाँहरू दुईजना साइडमा। अब चाहिँ हामी सुन्छौँ नेपाली चलचित्र क्षेत्रको एक्सन स्टार, सुपरस्टार एक्सनको खानी आदरणीय विराज भट्ट। नमस्कार। यहाँ उपस्थित सबैजना हाम्रो पत्रकार साथीभाइहरू, यो सिनेमाका टेक्निसियनहरू, कलाकारहरू, प्रोड्युसरहरू, सबैलाई धन्यवाद छ। राम नाम सत्य झन्डै लामो समय पछाडि अब हामी थिएटरमा रिलिज हुँदैछ। चैत्र 27 गते समय लाग्यो। एउटा राम्रो सिनेमा बनाउनुको लागि समय लाग्छ पनि, र यसको गाना ट्रेलर पनि आइसकेको छ। हामी यहाँ कुरा गर्दै गर्दा युट्युबमा ट्रेलर आइसकेको छ। गाना 2टा गाना र टिजर, जसले चाहिँ नि दर्शकहरूले अत्यधिक रुचाइदिनु भएको छ, र त्यसमा हाम्रा पत्रकार साथीभाइहरूको अब खास के भनेदेखि म यो सिनेमाको राइटर भएकोले पनि मलाई यो सिनेमाको एक सिन सब म 4-5 वर्षदेखि तयारी, यसमा चाहिँ एकदमै ठुलो भूमिका फेरि विराज दाईको। दाजुभाइ हामी 2-3, तर मैले जुन टिम पाएको छु त्यो टिम पनि म जस्तै छ भन्ने चाहिँ थाहा थिएन। जब मलाई त्यो हामीले धेरै टिम हामी इन भयो आउट भयो भनौँ न,
जुन टिम पछि हामी सुटिङ गर्दाखेरि मैले पाएँ नि उहाँहरूको एनर्जी, उहाँहरूको कामप्रतिको एउटा जुनुन, म मात्र हो सोच्थेँ म यो सम्पूर्ण टिमकै ठुलो हात छ यो सिनेमा यहाँ पुग्नु यतिको बन्नुमा। र मलाई चाहिँ अब खास के हो भनेदेखि यो सिनेमा म भित्रैबाट मेरो ब्लडसँगै जोडिएको हुँदाखेरि म चाहिँ फुल कन्फिडेन्ट थिएँ। अब मैले जानेको कुरा मैले बनाएको छु, हेरौँ अब दर्शकको प्रतिक्रिया, हामी त्यसैको पर्खाइमा छौँ। होइन, लेडिजहरूलाई माइनस गरे होइन हजुरको। अब हाम्रो कस्तो छ भनेदेखि अब बाहिरको साउथ विराट भट्टाई चौपी आफ्नो ट्याग भनेर कहाँ आउनुहुन्छ? घरबाट लिएर हाम्रो पनि हेरेन। अहिले म यो कस्तो हो भनेपछि जसलाई पनि दिन मिल्छ, नयाँ आउनेहरूलाई पनि दिन मिल्यो, पाउनै पर्छ नि होइन। हिजोको मान्छेहरूले पाएको छ भनेर आज आउनेले नपाउने भन्ने पनि हुन्छ। हिजो को पत्रकारहरू मात्रै पत्रकार, तपाईँहरू पत्रकार होइन अहिले नयाँ आएको। होइन त्यो हो नि त, सबैलाई दिनुपर्छ मान सम्मान भन्ने कुरो। मेहनत गरेर आएका सबैले के डिजर्भ गर्छ, कसले के डिजर्भ गर्छ, दर्शकहरूले त्यसलाई के उपनाम दिन चाहन्छन् त्यो चाहिँ पाउनुपर्छ। त्यो स्वाभाविक कुरा पनि हो। नयाँ एक्सन भनेको त नयाँ रिलिजै भएको छैन, नयाँ हो। कस्तो हुन्छ भने म जहाँ तक म बुझ्छु होइन, एक्सन मुभी भन्ने बित्तिकै हामी खालि फाइटलाई मात्रै बढी दिमागमा राख्छौँ होइन। त्यो फाइटले मात्रै सिनेमा चल्दैन है, तपाईँलाई म भनिदिन्छु आज यो कुरा। कुनै पनि सिनेमा त्यसमा कथावस्तु हुनुपर्छ, इमोसन हुनुपर्छ, एक्सन पनि इमोसनसँग रिलेटेड हुनुपर्छ, कलाकारहरूको उत्कृष्ट अभिनय, राम्रो नृत्य, डिरेक्टरको आफ्नो डिरेक्सन गर्ने क्षमता, मेन भनेको कथा नै हो। र मलाई जहाँ तक लाग्छ, जहाँ तक म यो सिनेमाको सब्जेक्ट मलाई थाहा छ होइन, माइकलसँग हामी बसेर डिस्कस पनि गरेका छौँ। यो तपाईँले यहाँ देख्नुभयो अहिले 3 जना देखिया छ होइन, तर सबैको खुसीको भूमिका, हाम्रो सुपुष्पको भूमिका, दिव्यको भूमिका तपाईँले हेर्नुभयो भने एउटा महिला सेन्टिमेन्ट पनि सिनेमामा तपाईँले टन्न पाउनुहुन्छ। यो एकदमै मारधाडसँग सम्बन्धित मात्रै होइन यो फिल्म। त्यसले गर्दाखेरि सिनेमा समग्र रूपमा सबैले हेर्नुपर्ने, सबैले हेर्ने, सबै किसिमको अडियन्सहरूलाई ग्र्याब गर्ने त्यस्तो सिनेमा बनेको छ। त्यसले गर्दाखेरि एक्सन छ अभियसली पनि, त्यसरी मैले पनि त्यसरी नै हेरेको छु। शिवलाई धेरै धेरै धन्यवाद। पछाडिबाट निशा बहिनीको प्रश्न आइरहेको थियो, कृपया निशा। म डान्सिङ रियालिटी सो जितेर चाहिँ यो इन्डस्ट्रीमा आएको हो। र अब नेपाली भाषा त मैले हजुरलाई नै थाहा छ, हजुरले नै मेरो फर्स्ट इन्टरभ्यू लिनुभएको थियो। त्यो बेला मलाई केही आउने थिएन नेपाली। सो बिस्तारै नेपाली सिक्दै सिक्दै योसम्म आइपुगेँ र टिमको अफर पनि आयो होइन।
सो त्यो डबिङको बारेमा चाहिँ अब त्यही 27 गते हेर्नु होला है। होइन अब हाम्रो दिलीपजीसँग त मैले थुप्रै सिनेमाहरूमा काम गरेँ होइन। उहाँ चाहिँ नि राम्रो कलाकार, त्यो बेलाको धेरै राम्रो कलाकारमा हुनुहुन्छ उहाँ। राम्रो सबभन्दा राम्रो नाच्ने, सबभन्दा राम्रो एक्टिङ गर्ने होइन। र उहाँसँग यसपालि चाहिँ मेरो भेट पनि भएन, तर विद्यालयमा सोधिरहन्थेँ दिलीपजी के छ कसो छ कता छन् भनेर। र बाँकी यो रामनाम सत्य गर्दाखेरि दिव्यासँग मेरो भएको सिनहरूमा चाहिँ मैले उसलाई अलिकति सपोर्ट गर्थेँ, यसरी गर भनेर। र दिव्याले पनि साह्रै राम्रोसँग मेहनतका साथमा काम गरेको छ। त्यो भोलि चैत्र 27 गते तपाईँहरूले थिएटरमा देख्नु पनि हुनेछ होइन। त्यही नै हो। दिव्याले सर भन्नुहुन्छ कि त्यही भने जस्तो लाग्छ मलाई। अब विराटलाई त मैले पछिदेखि देखिरहेको हो होइन बिग स्क्रिनमा। अनि सुरुमा चाहिँ डर लागेको थियो, ला कसरी उहाँसँग एक्ट गर्ने होला भनेर साह्रै डर लागेको थियो, किनकि उहाँसँग सिन्सहरू पनि इन्टेन्स सिनहरू थियो, गाह्रो सिनहरू थियो होइन। तर सरप्राइजिङली उहाँलाई भेट्दाखेरि उहाँ यस्तो सफ्ट हार्टेड मान्छे हुनुहुँदो रहेछ, जुन स्क्रिनमा देखिन्छ नि एकदमै उहाँ एकदम स्ट्रङ त हुनुहुन्छ, आई मिन लाइक पर्सनालिटी स्ट्रङ खालको, तर इन पर्सन चाहिँ उहाँ एकदम सफ्टी हुनुहुँदो रहेछ। अनि मलाई एकदमै हेल्प गर्नुभयो त्यो सिन्सहरूमा पनि, एकदम गाइड गर्नुभयो। सो आइम भेरी थ्याङ्कफुल। भन्दिनँ अङ्कल सर, विराट सर सुरुदेखि नै अङ्कल होइन खास आयुषलाई सन्चो नभएर हो, किनभने चाहिँ आयुषले गर्दा अलि हामी सार्ने पनि कुरा गरिरहेको थियो, फेरि सिनेमा पनि नजिक आइसकेको। आयुषको चाहिँ पर्सि आइतबार चाहिँ गरौँला, अलिक ठिक भएपछि भनेर हामीले आयुष आउन सकेन आज। तपाईँहरूसँग आयुषजीको पनि चाँडै भेट हुनेछ। यहाँहरूको उपस्थितिको लागि धेरै धेरै धन्यवाद। चलचित्र रामनाम सत्यको ट्रेलरलाई तपाईँको मिडिया हाउसबाट तपाईँका दर्शक र हाम्रा दर्शकसम्म पुर्याइदिनुहुन्छ भन्ने अपेक्षा हामीले लिएका छौँ। आर्ट गर्नुभएको छ अरे, यहाँलाई दिन्छु गिफ्ट स्वरूप भनेर उहाँ यहाँ उपस्थित हुनुभएको छ। भाइहरू कता हुनुहुन्छ अगाडि आइदिनु होला कृपया। दाइ हुन्छ तर एकदमै चाँडो गरिदिनु होला। 2 मिनेटको समयमा हाम्रो सानो भाइ विराट भट्टराईको बिग फ्यान भएको कारणले गर्दाखेरि हामी फोटो खिच्न जाँदैछौँ गाइज अहिले चाहिँ। फोटो खिच्न विराट दाईको चाहिँ स्केच बनाएको छु, 1 मिनेटको समय दिइदिनु होला भन्नुभएको थियो। भाइहरू यता हुनुहुन्छ भाइ, त्योभन्दा पछाडि पनि हुनुहुन्छ र त्योभन्दा पछाडि पनि हुनुहुन्छ। धेरै धेरै धन्यवाद यहाँहरूको उपस्थितिको लागि। चलचित्र रामनाम सत्य परिवार आभारी रहेको छ। बाँकी अरू प्रेस मिट अन्तर्वार्ताका दौरानहरूमा पनि मिडियासँग भेट हाम्रो भइ नै रहनेछ। दुई शब्द बोल्नको लागि पर्खिरहेछ। ट्रेलर दामी छ गाइज, हेर्नु पर्यो। फोटो खिच्नेहरू चलिरहेको छ भाइको। मेरो दाइ म सानो हुँदा तपाईँ खतरनाक हिरो 2 शब्दमा के भनिदिनु पर्यो, के लाग्छ? ल दिनुहोस्, सानो हुँदाको खतरनाक हिरो है। कम
ल सर फेरि 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 अर्को मुभी पनि हेर्न पाइन्छ होला हेर्ने गर्नुलाई है त सर नमस्ते सो गाइज भेटियो फोटो खिच्यो भिडियो गर्यो अब बाहिर जाउँ है त ल यस्तै छ चैत 27 गते हेर्न आउनु पऱ्यो है त गाइज हेर्नु पऱ्यो इन्जोय गर्नु पऱ्यो राम नाम यस्तै छ है त ल गाइस यस्तै छ मान्छेहरू यतै छ म यतै छु हाम्रो भ्लग पनि चलिरहेको छ दाइ दाइ रमाइलो छ राम नाम सत्य छ अहिले राम नाम सत्य पनि छ रमाइलो पनि छ हेर्नु पर्यो है त उत्सव दाइ बिची ल गाइस अब हामी पनि यहाँबाट लाग्दिनुपर्छ गाइस है लाग्दिनु बाई बाई त्यस्तै छ रमाइलो भयो बाहिर यता नि फोटो सेसनहरू चलिरहेको छ भिडभाड यस्तै छ मान्छेहरू यस्तै छ दामी दामी भयो हेलो हेलो गाइस अब म चाहिँ भ्लग बनाउँछु होइन तर दाइहरूको चाहिँ खतरनाक हिरो खतरनाक देखिने क्या ज्यान पनि हेर्दाखेरि अझ मलाई नै अझ मेरो चाहिँ फेरि घन्टी छाप भएको कारणले गर्दाखेरि अलिकति चाहिँ ल्याङ लाग्ने कि देखाउनुको लागि बाँकी त यस्तै हो यस्तै छ चलिरहेछ तलतिर जाउँ न चलो 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 त्यो चाहिँ अब पत्रकारहरूले त्यो उयो गर्नको लागि क्या यहाँ राख्छ नि त्यसरी अनि हामी यहाँ आउँछ क्वेसन एन्सर सोध्छ होइन यताउति गर्छ तर यहाँनिर चाहिँ कोही पनि नआउने भएको कारणले सबैजनाले प्याकअप गर्दै हुन्छ अहिले चाहिँ होइन यता यस्तो लाग्छ सबले प्याकअप गरिदिन्छ अब कोही नआउने भइसकेपछि चाहिँ म चाहिँ भ्लगहरू बनाएर हाल्छु त्यो 2 सप्ताह भनेको सही हो होइन बोल्न झ्याउ पनि मान्नुपर्छ यस्तै हो गाह्रो छ लगाइछ अब हामी पनि यहाँबाट लाग्दैको होइन हेऱ्यो राम्रै लाग्यो जानु होला हेरिदिनु होला अनि अरू भनेको त के होला र यस्तै छ यताबाट निस्किँदै गरे यताबाट घुम्दै जाउँ कति साह्रो भिड है आम्मा पत्रकार त्यो के भन्छ मान्छेहरू है भिडियो सबलाई निकाल्नु पर्ने है अब विराज भट्टको के साह्रो भिड के साह्रो भिड के आफ्नो सबलाई हतारकै आफ्नो लिनुपर्ने छ यो गर्नु छ त्यो गर्नु छ है गाह्रो अब मुभी हेर्न आउनुपर्छ गाइज मुभी हेर्न आएको पनि टक्कसँगले भ्लग बनाउनुपर्छ मुभी हेर्ने हो भ्लग बनाउने हो रमाइलो गर्ने यस्तै छ अब हामी बाहिर भेट्नुलाई है त बाई गाइज दामी साउन्ड आइरहेछ ढुकछुक मजा आइरहेछ जो सुन्नमा यस्तो पहिला नै म दुबईमा हुँदाखेरि म पनि कति खेल्थेँ गाइज तर अहिले चाहिँ मलाई खेल्न मन पनि लाग्दैन होइन केटाकेटी पनि छैन नि त केटाकेटीमा पनि मन लाग्छ होइन यस्तै यहाँनिर टाउको धुने ठाउँ पनि रहेछ गाइज कपाल काटेपछि ब्युटी पावर यस्तो रहेछ यस्तो छ यता हामी घुमै छ हामी तल झर्या छ विराज भट्टभन्दा खतरा भन्छ यार बुइनीले यार सोधिदिएको कस्तो देखाएको छ भनेर जारा हो कि के हो दामी साउन्ड बजिरहेको छ कपिराइट आउनु भेट्दैन यस्तो छ गाई घुमघाम छ घुमघाम मल कस्तो हुन्छ भन्नुहुन्थ्यो होला यस्तै हुन्छ गाई मान्छे हुन्छ घुम्ने हो होइन त्यही हो लिफ्ट हो तल गऱ्यो माथि गऱ्यो क्याफेटेरियातिर गयो फुड कोर्टतिर गयो रमाइलो गऱ्यो यस्तै लाइफ भने सबैतिर यस्तै हो क्या होइन र जहाँ पनि त्यही हो कि इभन त नेपालमा पनि सेम छ क्या सेम लाइफ आफूले जस्तो बनायो त्यस्तै लाइफ हुने त जक्की रहेछ जक्कीको मलाई अरूभन्दा नि अन्डर रहेछ दामी लाग्छ गाइस हामी चाहिँ अनि अब अहिले फेरि यस्तो टक्क गर्दै
आइपुग्यौँ हामीले पार्क गरेको ठाउँमा हाम्रो बाइक होइन हाम्रो बाइक यहाँ पर छ पार्क गरेको छ कहाँ छ हाम्रो बाइक मैले मेरो बाइक भेटेँ मेरो बाइक यहाँनिर रहेछ यहाँ छ मैले भ्लगको द एन्ड अघि गरेको गाइस तर म यहाँ कहाँ आइपुगेँ मलाई फेरि गर्नु मन लाग्यो देखाउनु मन लाग्यो होइन यस्तै छ भिडभाड छ मान्छेहरूले हेरिरहेछ मलाई मतलब छैन हेर्दै गरोस् बोल्दै गरोस् होइन म अहिले चाहिँ मैले मेरो फ्यान भेटेर अनि फ्यानसँग घुमिरहेको छु फ्यान चाहिँ देखाउन मिल्दैन अलिकति प्राइभेसी पनि राख्नुपर्छ होइन यहाँ के बेच्न राखेको रहेछ यार दामी रहेछ ठाउँ होइन यस्तै छ गाइस यस्तै छ जुत्ता पनि रहेछ म पनि यस्तै छ भेट्दै गरौँ ल बोल्दै गरौँ ल बाबा कस्तो राम्रो कपडाहरू रहेछ गाइज है आउनु होला लिनु होला हेलो गाइज अनि मैले चाहिँ मेरो भ्लग गर्नै बिर्सिराखेको होइन सानो कामले हामी चाहिँ यतातिर आएको थियौँ यता कतातिर हो थाहा छैन मिड बानेश्वरै हो यो पनि अनि के भन्छ गोयम पिराज भट्टलाई पनि भेट्यौँ हामीले होइन अनि हाम्रो सानो शिबु पत्रकारलाई पनि भेट्यौँ अनि रामनाम सत्यको ट्रेलर पनि हेऱ्यौँ रमाइलो लाग्यो अनि यहाँनिर आएर एकछिन गफ गरेर बसिरहेको थियौँ हाम्रो भाइहरूलाई चाहिँ अल्छी लाग्यो अरे अल्छी लाग्यो है भाइ लास्ट अल्छी लागेको छ है अब निस्किने अब हामी पनि यस्तो छ गाइज स्टेट्यु हेलो गाइज अनि हामीले चाहिँ आज है रामनाम सत्यको ट्रेलर पनि हेऱ्यौँ होइन अनि हाम्रो सानो भाइहरूसँग रमाइलो पनि गऱ्यौँ होइन रमाइलो भएको भएन भन त रमाइलो भएन होइन भाइ तिमीलाई पनि रमाइलो भएन होइन ल अब चाहिँ रात पनि पऱ्यो यस्तै भयो रमाइलो गऱ्यो होइन यस्तै छ गाइज स्टे ट्युन भ्लग चाहिँ हेर्दै गर्नु होला सपोर्ट गर्दै गर्नु होला डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब बाइ